हेलो एभ्रिबडी गुड आफ्टरनुन इट्स मी मानिता सिंह अनि आज चाहिँ म बनाउँदैछु भ्लग इन द स्ट्यान्ड। म चाहिँ आज फर्स्ट टाइम स्ट्यान्डमा भ्लग बनाउँदैछु। यस्तोतिर गयो भने यतातिर हुँदैछु, यस्तोतिर गयो भने यतातिर हुँदैछु। मिडलमा राख्न एकदम धेरै कन्फ्युजन छ। मेरो आँखा पनि यतापट्टि हेरेको जस्तो लागिरहेको होला, तर म आफूले हेर्दैछु। अनि फ्रन्ट क्यामेराबाट क्यामेरामा यसरी स्ट्यान्डबाट माथि तल यसरी माथि गरेर स्ट्यान्डबाट बनाउँदैछु। अनि अहिले चाहिँ बन्द नहुँदो रहेछ। मैले यसरी बटन फोटो खिचेको बटन धाबेको बन्द हुन्छ भिडियो भनेर नभएको रहेछ। अनि आज चाहिँ हामीहरू जाँदैछौँ घुम्नको लागि। अनि नाइटमा राति चाहिँ हामीहरू मुभी हेर्छौँ आज सायद। अनि घुम्न चाहिँ अब जाने हो। त्यसैले चाहिँ हिजो मेरो मामा र माइजूको एनिभर्सरी थियो, त्यसैको लागि चाहिँ मैले हिजो रेडी भएको थिएँ। अनि मैले कपडा त्यही लगाएर राति सुतेको। अनि के अरे खोलेको पनि छैन, यो वान पिस लगाएको थियो नि, त्यही फोर्सो के ल्याएछ, केचपहरू के ल्याएछ एकदम रिच। अब चाहिँ हामीहरू घुम्न जानुको लागि रेडी हुँदैछु। मेरो मामाले रेडी हो भनेको, तर पनि म यो मैले स्ट्यान्डमा मोबाइल राख्न 10 मिनट जति लाग्यो। कति ट्राई गरेँ, हात दुख्दा दोधन यसरी खुलाएँ। अनि त्यसपछि भयो। मामाले लाई मागेको, उनले चाहिँ पहिला रेडी हो भन्नुभयो। अनि मलाई चाहिएको थियो भ्लग बनाउनुको लागि, त्यसैले मैले आफै जस्तो मिनट भएर पनि लाएँ। अब चाहिँ जल्दी छिटो म चाहिँ अब आज चाहिँ रेडी हुन्छु अनि के कपडा लगाउने हो भनेर हेर्छु। सो अब रेडी भइसकेपछि म सी यू, ओके, बाई। सो गाइज म चाहिँ रेडी भइसकेको छु। यो चाहिँ मेरो फाइनल लुक। यहाँ चाहिँ मेरो मामा पनि रेडी हुइसक्नु छ। अनि अब चाहिँ हामी जाँदैछौँ आज मैले गाडी बुक गरेको छु, आउने पनि रेड वाइट। सो गाइज हामीहरू पुगिसकेको छौँ न्यू रोड। अनि हेर्न सक्नुहुन्छ भिड धेरै छ। अनि यहाँ चाहिँ म छु, मेरो मामु हुनुहुन्छ। अनि अब हामीहरू थोरै सपिङ गर्न आएको छिटो हुँदैन। लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। हो तर मलाई लागेको थियो मन पराए म त हुन्छ नि राम्रो देखाएन भनेर। हाइलाइटर पनि छैन, सबै मेकअप मैम ये हाइलाइटर को के से को छ है बस टीम अच्छी के देख रहा है, टीम अच्छी को देख अघि देखाउनु भएको थियो नि और यही त्यही हो होइन नि प्याकेजिङ थाहा मैले त लिप हेरेको तिन राम्रो भेटेँ। लिप बामहरु भित्र छ, लिप ग्लस पनि त्यहाँ भयो। त्यस्तो धेरै कलर आउँदैन, त्यो पनि राम्रो छ। अनि युज किन गर्नुहुन्न त? किन हो? सो गाइज हामी चाहिँ पसलमा जुत्ता किन्न आएको। मेरो साइजै मिलेन नि त, मेरो साइज ठुलो पनि हुँदैन, मलाई सानो पनि हुँदैन, साइजै मेरो मिल्दैन नि त। सो त्यसरी चाहिँ अब हामीहरू अर्को पर्छौँ जाम। अब कपडा सपडा अब हामी यस्तो कुराहरू नकिनौँ होइन। अब कपडाहरू मात्र कपडाहरू चाहिँ किनौँ। अनि आज मुभी हेर्ने पनि प्लान छ। अब खै हुन्छ कि हुँदैन अब देखाउँछु। सो गाइज अब चाहिँ हामी कपडा किन्न आँटेको है। कपडा किन्ने अब त्यही लुगा। अनि मामु मुभी हेर्न जाने हो नि? ओके। मलाई चाहिँ अस्तिबाट मुभी हेर्ने धेरै मन लागिरहेको थियो। सो टुडे वी विल गो गाइज। अब चाहिँ हामी कपडा किन्ने पसलमा जाम।
सो गाइज अहिले चाहिँ हामी पसलमा आएँ मेरो सामानहरू किन्नको लागि कपडा मैले 3टा टी सर्ट्सहरू अनि एउटा चाहिँ के अरे के भन्छ लेगिन्स टाइपको चाहिँ सक्स प्लस लेगिन्स भएको किनेको छु सो या अनि अब चाहिँ हामीहरू के अरू पुरा स्कर्टहरू किन्नको लागि जाँदैछौँ अनि सबै सामान मैले के किनेँ त्यो चाहिँ म हजुरलाई घर गएर देखाउँछु किनकि यहाँ चाहिँ देखाउनु भएन नि त सो या सो गाइज अहिले चाहिँ हामीहरूले कपडाहरू किनिसकेको छौँ हजुरलाई घर गएर देखाउँछु यस्तो राम्रो राम्रो स्कर्ट्सहरू अनि टप्सहरू किनेको छौँ सो देखाउँछु म हजुरलाई हेर्नुहोस् यो पसल हो न्यु रोडमा सबैजना आउनु होला यहाँ दाईहरू हुनुहुन्छ दाई ओनर नमस्कार बाहिरबाट देखाइदिए हेर्नुहोस् यो चाहिँ पसल हो न्यु रोडमा छ हजुरहरू आउनु होला मैले यहीँबाट कपडाहरू किनेको छौँ दाईहरू चाहिँ प्याकिङ गर्दै हुनुहुन्छ घर गएर म अनबक्सिङ गर्छु त्यही यस्तो राम्रो राम्रो कपडाहरू छ हेर्न सक्नुहुन्छ मेरो कपडा चाहिँ मैले के किने भनेर घर गएर हजुरहरूले देखाउँछु ओके राम्रो राख्नु भएको अब चाहिँ हामीहरू जाँदैछौँ मुभी हेर्नको लागि सो या मुभी हेर्छौँ के गर्छौँ सबै देखाउँछौँ अनि हामीहरू कहाँ कहाँ जाने पनि छौँ घुम्नको लागि सो या स्टे ट्युन अनि म अहिले मम्मी भन्दै थिएँ कपडा चेन्ज गर्छु अनि किने न्यू लुगाहरू लाउँछु भन्दै थिएँ अब लायो भने चाहिँ देखाउँछु सो गाइज अहिले चाहिँ हामीहरू केही खानको लागि आएको छौँ होटेलमा हेर्न सक्नुहुन्छ यहाँ अब चाहिँ म बर्गर खान्छु मामु हजुर के खानुहुने खै के खानु सो अब चाहिँ हामीहरू खान्छौँ अनि घर जान्छौँ सो सी यू घर गएर